गाइजहरू निस्किसकेका छौँ गाइजहरू। अगाडि चाहिँ भालु होइन, भालु चुम भइरहेको भालु, तल भालु हाम्रो खुदको हाम्रो ग्याङहरू हेर्नु, हाम्रो राइडर यहाँ छ एउटा राइडर अनुहार चाहिँ फेरि कमेडी छ है। तू मुझे गलत मत बोल, तू खुद को गलत बोल, तू खुद की औकात देख। अब ग्याङहरू यहाँ छ। तो फाइनल गाइस अहिले चाहिँ हाम्रो डेस्टिनेसन भन्दा अलिकति माथि आइसकेको छौँ हामी। अब हामी 20-25 मिनेट मात्र बाँकी छ। यहाँ एउटा सानो बहिनी, यसलाई देब्रे हान्नुपर्छ कि मैले। त्यही हो हाम्रो सुसन्तोष होइन। वेलकम टु आवर भ्लग। दुईटा कालेहरू चाहिँ के झगडा गरेर त्यो भएर अनि हाम्रो साथीहरू चाहिँ के खाने के खानु सुदेव गाइस एउटा भोजपुरीमा लक्के लक्क मरिया इसे गीत सुनेको छ। फोटो खिच्नु पर्ने रे। कहाँ हो मकैबारी करम भने मकै अब गाईहरू मकैबारी करममा नाप्ने भइसक्योमा हामी। तर मलाई यार एउटा लास्ट टेन्सन भइसक्यो, लास्ट गइसक्यो। साँच्ची होइन। सो आइएम सरी फर द्याट गाइज होइन। सो त्यही हो, कहिले काहीँ हुन्छ मान्छेहरू सबजनालाई। सो त्यही हो। आउँदैछ गाइजहरू आउँदैछ होइन। त्यही हो गाइजहरू, अब अगाडि रमाइलो हुँदैछ। तर हामी चाहिँ अगाडि गइसकेको छ हाम्रो साथीहरू, ग्याङहरू आउँदैछ तल जानु। ल फाइनली गाइज होइन, हामी चाहिँ माथि आइसकेको छौँ झर्नाको साइडमा। सो त्यही हो, अब हामी झर्नाको तपाईँहरूलाई त्यो ठाउँहरू देखाउँछु। सो
त्यही हो अब मैले चाहिँ त्यो ठ्याक्क स्ट्यान्ड सिस्ट्यान्ड सब भएको थियो हेलमेटको सो त्यही भएर चाहिँ मैले आज राइडको चाहिँ भ्लग गर्नु पाइनँ सो आइएम सरी फर द्याट गाइज होइन ठिक छ सो त्यही हो अनि सो हाम्रो समीर साथीसँग चाहिँ फेरि नेक्स्ट टाइम भेट भइसक्यो यस है सो त्यही उसले फर्स्ट भ्लग नै हालेको थियो त्यही भएर तपाईँले मलाई चिन्नुहुन्न होला उसले पहिला जर्सिन पक हालेको छ तपाईँहरू मलाई चिन्नुहुन्छ होइन ठिक छ हाम्रो ब्याक टुगेदर सेकेन्ड राइड होइन त सेकेन्ड राइड हो भिडियोमा चाहिँ अब त्योभन्दा कति गयो अनि मिलन चाहिँ हल्का झ्याप्छ गाइज होइन मिलनले बाइक लडाइसक्यो त्यहाँ माथि ठिक छ अगाडि चाहिँ हामीले काले गइरहेको होइन काले गएर चाहिँ काले चाहिँ फेरि झर्नामा जाने बित्तिकै डाइ भन्ने भनिरहेको छ क्या तर कटो चाहिँ ल्याएको छैन त्यसले होइन खत्म बाय बाय टाटा सो त्यही हो झर्नाको भ्यू 3, 2, 1 लेट्स गो ल हाम्रो गाइजहरू चाहिँ यहाँ छ है सब साथीहरू सो अहिले हामी चाहिँ ल गाइस हामी चाहिँ झर्नामा होइन सब झ्यापझुप हानेर आइसकेको छौँ हामी 4 जना सो 4 जनाहरू चाहिँ छुटिसक्यो होइन सो अब हामी चाहिँ टक्क राइड निक्ल्यो आएको चाहिँ 8 जना सो मैले तपाईँलाई अघि नै भिडियोमा देखिसकेँ आएको चाहिँ 8 जना थियौँ ल ठिक छ अब चाहिँ हामी झर्नालाई बिदाई गर्दै हामी निस्किन्छौँ त्यही हो गाइजहरू माथि कुदिरहेको रहेछ सो गाइज होइन अब चाहिँ ट्याक्क बाइक राइड हान्नुपर्छ सो अहिले चाहिँ मैले खासै भ्लग गर्न पाएको छुइनँ किनकि मेरो स्ट्यान्ड भिडियो मैले 400 भनिसकेँ गाइज होइन सो त्यही हो आई विल ब्याक आफ्टर 5 मिनट्स हो गाइज सो त्यही हो अब आज रमाइलो भयो अब तपाईँहरूलाई नि मेरो भिडियोहरू रमाइलो हुन्छ होला अहिले म थाकेर चाहिँ अलिक खासै बोल्न सकेको छुइनँ सो आइएम सरी फर द्याट होइन काली भाइ हेर यहाँ भाइ हाम्रो भिरको बान्द हाम्रो जस्तो छ दोस्त छ सो त्यही हो हेर यहाँ पर जानुपर्छ right. Finally झर्ना पनि गइसक्यो धेरै टाढा और अभी तो रुको क्लाइमैक्स अभी बाकी है साथीको बाइक लिएर आएको रहेछ क्या आफ्नो आफू भए थाहा हुन्छ साथीको त के गाछन् थाहा हुन्न